बिहानदेखि साला केही पनि खाएको छैन, केही नखाएर होला पात पनि आएको छ। ए अम्माको पिठा खाएर भने पार्नु त पर्यो नि। कोदाले हातमा लिएर कहाँ जान लाग्छ है फुर्के? कहाँ जान लागेको भनौँ र, जात हराएको मान्छे। जातको के दोष छ र? किन जातको कुरा गर्छस्? म जन्मेको जातले समाजमा कति कुरा सहनु परेको छ, तपाईँ सुन्न सक्नुहुन्छ? अहिले आधुनिक समयमा पनि यस्तो? खै सुनौँ त फुर्के। म यो समाजले जात लुटेको मान्छे, म यो समाजले परिचय दबाएको मान्छे, म स्कुल पढ्दा पढ्दै नाम र थर बिर्सिएको मान्छे। मेरो परिचय कोदाला हातमा बोकेर माटोसँग म जन्मेको जात सोध्न होइन। एकैछिन बस्नु ल, मैले त तपाईँहरूको कुरा गनाउने गरी पादेर उडाइने। ल म पनि हिँडेँ। जस्तो नाम त्यस्तै काम। ल फुर्के म पनि लाग्यो। हुन्छ तपाईँ त। मेरो कुरा कसले सुन्छ? मसँग न त जात छ न त धर्म। म एउटा मनुष्य हुँ। मेरो जात धर्म भनेकै मनुष्य हो। यो कुरा कसले बुझिदिने?